यहाँ चाहिँ मर्दै जाने कति बज्यो र ओइ कति बज्यो भन्दा 448 ए म्याम फेसै नदेखेदो रहेछ उठ ल ल उठे ओइ ल गुड मर्निङ ल प्याकिङ हानौँ मर्निङ रुटिन उठाडो भयो ए छप्पे टिङ टिङ टिकिङ टिङ ठिङ्की टिकिङ टिङ ए झिङ्की चिकिङ चिङ नमस्ते गाइस आज हामी चाहिँ मर्दिरहेको छौँ आज त होइन आज हामी धम्पुर सानी अहिले जाडो भयो उहाँ पुग्न त सकिन्छ जस्तो लागिसक्यो तर हाम्रो यहाँ चाहिँ कालो चिया भन्दैछ वारी जमुना पारी जमुना Meet the squad. ओ ल हामी सब रेडी अब यस्तो झोलासोला कलाएर कहिले भेटिन्छ दीक्षान्त अब गाडीमा ल ओके के गरे यहाँ झुन्डिनु के हामी यहाँ तिनजना यहाँ उभिएको थियौँ अनि दाइ भित्र यस्तो मजा आएको थियो अनि यहाँबाट दाइ बाहिर निस्किनु सिधै तल दाइ त यस्तो आयो आयो अब चाहिँ हामी खाना आइसकेका छौँ यो ठ्याक्क यो के ठाउँको नाम थाहा छैन मलाई अनि यता देखाउनु न यता अनि अब खाना खाइसकेपछि चाहिँ हामी हिँड्न थाल्ने बल्ल हाम्रो बल्ल ट्रेकिङ सुरु हुन्छ मेनवाला एडभेन्चर हामीले हानिसक्यो खतरा ब्लग खिच्न पाइएन त्यो छुट्टी कुरा तर यसो हालौँ न नि बिचमा के भयो त्यो भएको जति हालौँ न खतरनाक चाहिँ खिच्न पाइएन हामी झुन्डेर गएको होला यस्तो इति थियो हाम्रो ट्रेक चाहिँ अब सुरु भइसकेको छ बाटो यस्तो मजाको छ त्यहाँ त्यति चढेर आइसके अहिले चिप्लिन थाल्नु पर्छ यताबाट माथिबाट एउटा बाटो रहेछ तलबाट एउटा रहेछ अनि हामी चाहिँ तलबाट जाने अनि यसलाई माथिबाट आउने भन्छ यसरी हिँड्नलाई अन्त हामी अमेरिका पुगिन्छ क्या अमेरिका
होइन इमन दाई ओए इमन दाई हो एग्री पुगिन्छ अझै अब हामी हाम्रो लेस ब्रेक हो अहिले झन् माथि ओहो माथि चढेको झन् गाह्रो भइरहेको त गाह्रो त त्यस्तो भएन तर गाह्रो चाहिँ भयो गाह्रो भयो तर त्यस्तो गाह्रो भएन गाह्रो भनौँ ओहो यहाँ त पोखरी हो त के खालको जुका हो यस्तो यो पुरै निलो उसको अरे हो त कति दुखेको लागि खुट्टा हजुरको अब बुढो भएर जसो गर्न पर्छ अहिलेबाट प्रिभेन्सन इज बेटर देन क्योर फोरहरूलाई चाहिँ हामीले यसरी डिस्पोज हान्नुपर्छ उयो खस्यो उयो हो मैले खाएको मेलोडी मैले फालिदिएँ We're from the States, you know, and we're going to camping to Mordi Himal. Let's go. ढाक्दै त जोस अब हामी के अरे अबको डेढ घन्टा हामी त्यहाँ फरेस्ट बेस क्याम्प पुग्छौँ अनि त्यसपछि अनि त्यही बस्ने हाम्रो माथि चढेपछि गर्मी हुन्छ तल घर बाटो अल्मलिङवाला छ वे कहाँबाट ल्यायो यार यो दिक्सन भाइले त्यहाँ न झन् यस्तो मजाको छ माथिको अब ट्याक्क लगाएर झन् यहाँ त गोरे काशीवाला भिडियो बनाउने जस्तो ठाउँ आएछ उही ल बाटै होइन त यहाँ घर रहेछ घर बनाउँदै रहेछ रेको त मैले झ्याप्पै हेरेको तर्सिरहेको एकछिन त अब हामी यहाँ होटेल खोजेर बस्यो हामी त्यो होटेलको नामै भनिदिनु भएन कि हामी बाटोमा अलपत्र भइसक्यो भन्दै के भन्न चाहनुहुन्छ यिनीहरूलाई होटेलको नाम नभनिदिएकोमा के भन्न चाहन्न कुरा खाउँ हामी दाइ तपाईँ के भन्न चाहनुहुन्छ असिम दाइ लौजा थाहा के भन्नुहुन्छ मलाई थके लागेन किन हो र मलाई थके नलाएको तैँले मेरो भाग्न गऱ्यो हो क्या बाटोमा बस्ने हो बाटोमा नबस्ने हामीले खै एउटा कुन होटेलमा गएर भन्दै सोध्दै के यहाँ हो कि नै भनेर के छाने हामीले पिरो बनेछ यस्तो के मेरो शिर किन नम म बिर्सिदिन्छु तिमीलाई तर सम्झिरहन्छु आवाज चाहिँ निस्केन गुड मर्निङ बेलुका भ्लग बनाउने झगडा मैले त सोध्दै नि अहिले चाहिँ बिहान भयो यस्तो बिगाइरह यस्तो चिसो भइरह मैले यहाँ तलबाट ट्र्याक मात्रै लगाएको चिसो भयो म चाहिँ हिँड्दैछु बिहान हिँड्नुपर्छ भने तर यस्तो चिसो भइरह मलाई यहाँ इमन दाइ नि हुनु रहेछ
भ्यू फेरि यस्तो मिठो है क्यामेरा ल्याउनु पर्यो नि यहाँ त्यही भने मैले नि 6 बजे रहेछ अब घाम लाग्यो चाहिँ खाजासाजा हामी चाहिँ अब खाजासाजा खाएर टक्क लाएर अनि सिधा हाई क्याम्प लाने आज चाहिँ घाम चाहिँ लाग्यो लाउँदै सबजना रेडी भइसक्यौँ माथि जानको लागि अनि हामी चाहिँ यस्तो रुममा बसिदियौँ सफा थियो हामी आउँदा अब फोहोर भइहाल्यो मलाई नयाँ गेटअप आज हाम्रो डे 2 होइन डे 2 अब भ्लगमा मैले डे 1 डे 2 डे 3 डे 4 चाँडै गरिहाल्छु कि डे 1 छुट्टै डे 2 छुट्टै हाल्छु थाहा छैन मलाई अझ भिडियो कतिको मिल्छ भनेर त्यसरी हाल्छु अब चाहिँ सबै रेडी भएपछि खाना खान जाने हामी खाना खाना समात्नु खाजा खाएपछि बल्ल प्याक गर्नुपर्छ मैले दाँत मार्छु होइन बल्ल मुख धुन लगाएको अब चिसचिसे हो यस्तो गरेर अलि अगाडि हेर्दा मेरो हिँसम्म पुग्छ ल यो बाटो पुरै यस्तरी ढल्छ यस्तरी पुरै रुखहरू नि यस्तो ढल्छ यहाँबाट यस्तो दामी भ्यू देख्यो हो कि न दाइ होइन यस्तो मिठो हिमालकी है That's true. Yeah. You loving this trek? I love. Yeah. हामीलाई भोक लाएर गाह्रो भयो हराउनु जाने पेट गुरु 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 गर्यो यो के हो कि भ्यू यो जता हेऱ्यो त्यतै जङ्गल हो भिडियो खिचौँ भने नि त्यो जङ्गल एउटै भ्यू जस्तो देखिन्छ फाइनली यो बेस क्याम्प पुगेँ म र असिम दाई आउँदै थिएँ असिम दाई पुग्न लाउनु भयो रेन्जर छिटो हिँड्दो रहेछ यार मैले मलाई तिमी त रनर हो रनर रे मलाई त ल यत्रो बिरा झोला बोकेर आउँदा अब चाहिँ यहाँ खाना खाने खाना खाएपछि अनि सिधा आयो पुग्यौँ के पुग्यो यार भाइ हामीले मैले हिजो नि के खाँदै थिएँ होटेल आज नि गाई चाउचोको 50 रुपियाँ एउटा चाउचोको यस्तो महँगाइ भइसक्यो यहाँ आइदिएस यहाँ आइसि 50 रुपियाँ होइन
यस्तो मोबाइल खोल्यो कि चार्ज लात्तै घट्यो। अब भ्लग पनि यस्तो बन्न गाह्रो हुन्छ जस्तो लागिसक्यो मलाई। अघि 24% थियो, यसो खोलेको 15 पुगेको के एकैछिनमा। अनि हामीले ऊ त बाडा डाँडा होला भनेर खुसी भएको त उहाँ रहेछ कि उहाँ माथि देखियो कि नै। अब त्यहाँ अब दाइरोमा मात्रै हम, अरू कोही छैन कि कोही छैन। ल पछाडि हाम्रो कतिजना 5जना पुरै यस्तो भ्यू यहाँडै। ओहो अझै उहाँ पुग्न ऊ त्यो बादल डाँडा ऊ त्यहाँ, त्यसपछि त्यो हाई क्याम्प उहाँ अब चाहिँ उहाँ पुग्ने छ हाई क्याम्पमा। चार्ज पनि छैन केही छैन, उहाँ पनि चार्ज सकिन लागिसक्यो। भ्लग अब थोरै सानो क्लिप बनाउँछु म। अहिले हामीले लोकेसन चाहिँ कता जा भने भन्नु खोजेको, यता लग्यो त्यो त यता जा भनेको, फेरि फर्किने भनेको अहिले। यो के हो यो, यता यो सिधा गरिदिनु होला। ल यतिको पनि सिधा भयो, ठिक छ ठिक छ। दाइर म चाहिँ एक्लै हिँड्न यस्तो जाडो भयो। म 2 ज्याकेट लाहु भित्र, अझ एउटा इनर। दाइ फेरि दाइको त तातो हो मलाई, यो ज्याकेटलाई चाहिँ तातो भयो। यो ज्याकेट मैले बेस्ट गरेर छु कि ल्याएर। अनि हामी चाहिँ यहाँ यतिकै हिँड्न आएको, त्यहाँपट्टि हिमाल खोल्दै थियो, यसो हेरेँ फेरि बन्द भइदियो, फेरि त्यहाँ बन्द भइदियो, यहाँ खोलिदियो। यहाँ यो हिमाल हो जस्तो लाग्यो हामीलाई, अब हो किन थाहा भएन। हो जस्तो लाग्यो, डाँडा जस्तो नि हो क्या होइन, यो डाँडा हो। उ त्यहाँ सनसेट हुँदै जस्तो हो। अनि यता त पुरै अँधेरो भइसक्यो यता त, डर लाग्दो देखेको यार त्यो त। अनि भोलि हामी यो पहाड पुरै चढेर यो पहाडको उतापट्टि जाने हो क्या अझै हामी भोलि। यो चाहिँ यहाँको आफै भन्नु ल। वेलकम टु फिजिक्स क्लास। दिस इज अ पुल्ली। यो भनेको रिजिड सपोर्ट बडी होइन, यो भनेको वायर, यो भनेको मास बडी। यस्तै ढोका खोल्यो अब कमिङ, अब यो त्यो वेटले तान्यो ढोका अनि बन्द भयो। फिजिक्स फ्ल्यास। ओहो हामी चाहिँ भोलि के गर्ने प्लान भयो? हामी बेस क्याम्पै पुग्थ्यौँ के। मैले त्यही भनेको, भ्यू पोइन्टसम्म पुग्छौँ होइन। यहाँबाट हेर्नु न, यो कुन हिमाल रे? यो अन्नपूर्ण, यो अन्नपूर्ण। अनि यो साइडमा देखेको अन्नपूर्ण 2, यो साइडमा देखेको चाहिँ हिन्चुली। अनि यो डाँडा उता चाहिँ खै के अरे माछापुछ्रे चाहिँ त हो नि। यो डाँडा उता चाहिँ अन्नपूर्ण, यो टुप्पो सानो टुप्पो देखेको चाहिँ माछापुछ्रे अरे। अनि त्यही भएर हामी चाहिँ जाने चाहिँ भोलि चाहिँ यो डाँडा, यो चारवटा डाँडा देखियो होला नि होइन। ओए नर्नु न एकछिन त, चारवटा डाँडामा होरी उता जाने हो क्या हामी चाहिँ। यो चारवटा डाँडा पुरै हिँडेर